So hello and welcome to our vlog. So it's the day first. So अहिले चाहिँ हामी हल्दी मेहन्दीको लागि रेडी हुँदैछौँ हैन. सो राजन दाइ चाहिँ ब्याक कलर आफ्नो वेपन सेट गरेर रेडी हुनु भइसकेको छ. हामी कहाँ छौँ? हामी अहिले फापरबारी छौँ हैन. हेटौडाबाट कति टाढा छौँ? लगभग 60 किलोमिटर होला. त्यति छैन. छैन ल 40 बढी हो नि. छैन. लगभग त्यति. डोन्ट माइन्ड. अब हामी मेहन्दी खिच्न जाँदैछौँ है. के हो ल? के हो यो? खडे खाए हो. यो है त. ल तल भेटौँला है त. ल म गएँ ल. कहाँ हो? कोसँग बिजी हो? होइन घरबाट बनाइदियो. आई वुड लाइक टु रिक्वेस्ट द्याट. अहिलेको लागि एपोलोजाइज. ल है त. वेल सो राजन जी चाहिँ अहिले फोटो खिचिरहनु भएको छ होइन. पुरै भर्दै अनि हाम्रो एरिया चाहिँ कस्तो रमाइलो राजन जी फोटो खिच्दै होइन. खतरा फोटो खिच्न चाहन्छ अनुसारले होइन. लेट्स सी होइन के हुन्छ आज. स्टे ट्युन. अहिले चाहिँ मेहन्दी लाउने हल्दी लाउने काम भइरहेछ. यता नेजल भिडियो खिचिरहेछ, म फोटो खिचिरहेको छु. यता हल्दी भइरहेछ है त है. अहिले चाहिँ हाम्रो हल्दी सक्यो. अब चाहिँ केक खान पनि छ. खाने पालो आयो मेलो पाली आयो. दादा यो फेरि मेलो पाली आयो. भान्जी के लिन थाले? को भान्जी भान्जी तिमी पाला आएन? म त फुलवाला के खाने हो नि. चक्लेट भयो नि चक्लेट. अहिले चाहिँ हाम्रो फोटो सेसन पनि सकिएको छ होइन. खतरा क्लिप्स छ होइन. लाइन गयो आयो. के भयो? लाइन गयो कि आयो? लाइन इन्भेस्ट भयो. झिमिक्क भएर पहिला त्यो के भयो. त्यसको चाहिँ बेलुका डिस्काउन्ट गर्नुपर्छ भिडियोमा होइन. धेरै चिज आएको छ. हाम्रो मनिष गुरुको बहिनीको बिहेमा आएको. हामी खास फोटो खिच्न भिडियो खिच्न होइन. अब के भन्नुहुन्छ गयो? अब के भन्नु, बिहे गर्न चाहिँ लास्टै गाह्रो हुँदो रहेछ है. अब सकेसम्म चाहिँ साधु नै बन्नु होइन. साधु नै जिन्दगी आनन्द हो. त्यही भएर कपाल सपाल पालेको छु. कपाल पालेको साइड दियो देखाउनु त. ठिक छ. भएर म सबैलाई सजेसन के दिन्छु भने बिहे गर्नुभन्दा पनि वृन्दावन जानु, गेरु वस्त्र धारण गर्नु, अनि त्यहाँबाट लगौटी लगाउनु. त्यहीतिर हिँडिरहेको छु. तर मैले त्यहाँ हटाउनु पर्ने चिज चाहिँ म है दाजुभाइ कुरो छँदैछ है. के भन्छ यो भन्छ. ल यति नै हो अहिलेको लागि. अब पछि अर्को भिडियोमा भनौँ. धन्यवाद. कखनो लाइट बाल्छु म दादा. होइन लाइट त यही आइसक्यो. मुख थुनौँ हामी. ल ब्याक टु हेटौडा है त. अहिले बज्यो 9:30 होइन. ल के हो भन्दै हिँड न. अब चाहिँ हामी घर जाँदैछौँ. सो वेल भागौँ घर. यही मान्छे हो. फोटो चाहिँ ल सम्झाएर है बोलाएर चाहिँ गरेर है. रान्दै पुरै आफ्नो
बिस्ट लिएर रेडी हुनुहुन्छ। उफ राजन दाईलाई भनेपछि फेरि लाइट पनि बल्छ कि फेरि अनि त राजन दाई भनेपछि जे भने त्यही हुन्छ होइन। सो ल गुड नाइट सी यू। ल ल अब गयौँ दाजु हामी कहाँ जाँदैछौँ? हेटौडाको भोलि बिहान पार्लरमा गयो फोटो खिच्नु छ। त्यही भएर ब्याक टु हेटौडा नत्र हामी यहीँ बस्छौँ। सो बाई भोलि बिहान भेटौँला है त। अब हाम्रो चाहिँ सक्यो हजुर जानु भएको पनि हुन्छ। फोटोसुट सक्यो होइन ब्राइड माथि हुनुहुन्छ या त्यो चाहिँ हामी कहाँ छौँ भने यस्तो समाजमा छौँ। सबै माथि मेकअप चाहिँ माथि यहाँ चाहिँ फोटोसुटको लागि ओपन स्पेस छ नि त। निक्लेर पापरबारी जाँदैछौँ चाहिँ अहिले हाम्रो ट्र्याक लगाएर यहाँबाट चाहिँ सिधै यो बाटो चाहिँ रङ्गशाला जोडिन्छ होइन। बाटो पनि एकदमै सतार राम्रो छ। आज वेदरले पनि एकदमै साथ यहाँ बिहानबाट सूर्यदेव शनिदेव लाग्छ होइन। सधैँ के छ? के हो के पिसे पिसे ल रामदाईलाई यति ल थ्याङ्क यू वेलकम। लेट्स गो। के ल्यायो? यो चप र पकौडा। ल अब यहाँ बसेर खान टाइम छैन, हामी बाइकमा खाँदै हिँड्छौँ है त। ल चलो हामी चाहिँ जुरेली आइपुगिसकेका छौँ। एकदमै लागिरहेको छ यहाँ। फाइनल्ली हामी चाहिँ आइपुग्यौँ गुरुको घर होइन। यो चाहिँ हाम्रो मनिष गुरुको घर हो। राजन दाई चाहिँ अगाडि पुरै गइसक्नु भएको छ होइन। सो त्यहाँ जग्गाहरू रेडी हुँदैछ। बेहुली दिदी आइरहनु भएको छ। सो अब हामी घर गुरुलाई भेट्छौँ, चिया खान्छौँ अनि मात्र काम गर्छौँ। हामी नखिच्छौँ है। ल गाइज बिचमा भ्लग बनाइएन। अब इभेन्ट सकियो, हामी आयौँ हेटौडा आयो, चिया खाँदैछौँ है। अब के भन्छु, एकदमै रमाइलो भयो इभेन्ट, एकदमै राम्रो भयो। सोचे भन्दा पनि राम्रो भयो। एकदम खुसी लागिरहेको छ। See you. Bye bye.